प्रदेशमा करिब 6,80,000 15 हेक्टर जग्गा खेतीयोग्य जमिन रहेको छ, जसमध्ये करिब 5,35,000 हेक्टर खेतीपाती भइरहेको छ। यो बीचको जग्गाहरू चाहिँ घरायसी प्रयोजन र सरकारले चाहिँ बिउ बिजन सिँचाइ उपलब्ध नगराएको भएर चाहिँ यो बाँझो नै छ। मल बिउ सिँचाइको अभावले नै खेतीयोग्य जमिनहरू चाहिँ बाँझा हुँदै आएका पनि छन्। प्रदेश सरकारलाई लुम्बिनी प्रदेशभरिका किसानको तर्फबाट अनुरोध छ, मानव लगाएर मुरी फलाउने समय हो, मल बिउ र सिँचाइको व्यवस्थापन गरियोस्। आर्थिक वर्ष 2083-84 को बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता राखेर चाहिँ बजेट विनियोजन गरियोस्। गत आर्थिक वर्षमा पनि यहाँ प्रदेशको मात्रै होइन, सङ्घमा पनि पहिलो प्राथमिकता चाहिँ कृषि क्षेत्रको लागि भनेर चाहिँ छलफल हुन्छ, पास गरिन्छ। तर अन्तिम समयमा आएर चाहिँ त्यो पहिलो प्राथमिकता नभएर चाहिँ भौतिक संरचना चाहिँ जहाँ हामीहरूले उत्पादन गर्न सक्दैनौँ, जहाँबाट हाम्रो पर्याप्त उपलब्धि हुँदैन, त्यो क्षेत्रलाई चाहिँ बजेट विनियोजन गर्ने एउटा यो चलन छ, त्यो आवश्यकता पनि होला। अहिले यो राज्य कहीँ कतै जनताप्रति निरीह भइरहेको बेला नेपाल सरकार, त्यो समयमा प्रदेश सरकारले चाहिँ कृषि क्षेत्रलाई प्राथमिकतामा दिएर चाहिँ बजेट विनियोजन गरियो भने चाहिँ किसानहरूले चाहिँ अलिकति राहत पाउनेछन्, सरकारको आभास पनि पाउनेछन्। र म सरकारसँग पनि प्रदेश सरकारसँग पनि अनुरोध गर्न चाहन्छु, सभामुखको माध्यमले नेपाल सरकार र बोर्डर क्षेत्रमा रहेका प्रहरीहरूलाई मेरो अनुरोध छ, जबसम्म नेपाल सरकारले पर्याप्त रूपमा बिउ बिजन र मलखादको व्यवस्थापन गर्न सक्दैन, जबसम्म किसानलाई चाहिँ आवश्यक स्रोत र साधन उपलब्ध गराउन सक्दैन, भारत र नेपाल सरकारले गर्न नसकेका कुरा जो बोर्डरका छेउमा बस्ने किसानहरूले चाहिँ बेला बखत मल ल्याउने क्रममा जुन शास्ति गरिन्छ, अहिले सरकारले रु 100 रुपैयाँ भन्दा माथिका सामानहरूको अनिवार्य भन्सार गर्ने व्यवस्था गरेको छ। यस्ता कुराहरूलाई चाहिँ कार्यान्वयन गर्दाखेरि म लुम्बिनी प्रदेश सांसदको हैसियतले म खबरदारी पनि गर्न चाहन्छु, किसान अब मल लिन जाँदैन। किसानलाई यदि त्यो मल बिउ बिजनको लागि चाहिँ रोकटोक गरिन्छ भने अब हामी सांसदहरू पनि तपाईँहरूसँग चाहिँ वार गर्न चाहिँ बोर्डर क्षेत्रमा आउनेछौँ भन्ने कुरा चाहिँ म सभामुखको माध्यमले जानकारी गराउन चाहन्छु। सभामुख महोदय, लुम्बिनी प्रदेशमा करिब 16,000 सीएमए स्वास्थ्य कर्मी छन्, तीमध्ये 2,000 सरकारी सेवामा छन्, बाँकी सबै सरकारमा पनि सेवा दिँदै आएका छन् र केहीले नसकेको पनि अवस्था छ। आफ्नो निजी क्लिनिक मार्फत विकटमा देश र जनताका सेवा गरिरहेका सीएमए पारामेडिक क्लिनिकहरूलाई राज्यले धरकपट गर्नुभन्दा सीएमएले देशको 70% स्वास्थ्य सेवामा टेवा पुर्याउँदै आएको छ। नेपाल स्वास्थ्य व्यवसायी परिषद ऐन 2053 को दफा 2 बमोजिम स्वास्थ्य उपचार गर्न पाउने व्यवस्था हुँदाहुँदै पनि बारम्बार राज्यको तर्फबाट अनुगमनको नाउँमा र स्थानीय सरकार स्वास्थ्य कार्यालय र औषधि व्यवस्था विभागद्वारा दुःख दिने काम भइरहेको हुँदा सभामुखको माध्यमले प्रदेश सरकारलाई गम्भीरतापूर्वक सीएमए स्वास्थ्य कर्मीको समस्या समाधानको लागि म अनुरोध गर्दछु। सभामुख महोदय, पशुहरूको संरक्षण नभएकै कारणले गर्दा दैनिकी रूपमा सडकमा पशुहरूको दुर्घटना हुने, पशुहरू अव्यवस्थित जीवनयापन गर्नुपर्ने बाध्यता रहेको छ। सडक दुर्घटनामा पशुको मृत्यु भएको घटना त हामीले सुनेका थियौँ। लुम्बिनी प्रदेशभित्रै गाईलाई करणी गरेर चाहिँ ठुलो अमानवीय घटना घटाएको पनि हामीहरूले चाहिँ समाचार सुन्यौँ, देख्यौँ पनि। सभामुख महोदय, पशुहरूको संरक्षणको लागि उपलब्ध सेल्टरहरूमा पर्याप्त व्यवस्थापन, उपचार सामग्री, खाना व्यवस्थापन, 24 घण्टा आकस्मिक सेवा प्रवाह गर्न र सेल्टर भएको ठाउँमा पशु एम्बुलेन्सको व्यवस्थापनको लागि सभामुखको माध्यमले लुम्बिनी प्रदेश सरकारसँग अनुरोध गर्दछु। धन्यवाद। जय मातृभूमि।